उपस्थित सम्पूर्णमा नमस्कार। म पात्र हर्के। उपस्थित सम्पूर्णमा नमस्कार। म चाहिँ हर्केको बुवा। सबैलाई नमस्ते। म चाहिँ हर्केको आमा। नमस्कार सबैलाई। म चाहिँ हर्केको बहिनी जमुना। नमस्ते सबैलाई। म घुमाने। नमस्ते सबैलाई। म घुमानेको बुवा। नमस्ते सबैलाई। म घुमानेकी आमा। नमस्ते सबैलाई। म घुमानेको आन्टी। नमस्ते सबैलाई। हामी चाहिँ घुमाने र हर्केको साथी। नमस्ते सबैलाई। म चाहिँ विद्यालयको प्रिन्सिपल। नमस्ते सबैलाई। म चाहिँ विद्यालय नर्स। र अब चाहिँ हामी हाम्रो यो सानो प्रस्तुति सुरु गरौँ। यो कथाको घटना र पात्रहरू काल्पनिक मात्रै हुन्। कोही कसैको व्यक्तिगत जीवनमा मेल खान गएमा सहयोग मात्र हुनेछ। एउटा हर्केको सानो र खुसी परिवार थियो। हर्केका बा आमा माटोको काम गर्नुहुन्थ्यो र आफ्नो छोरालाई पनि माटोको काम र अरू सानो घरायसी काम सिकाउनु भएको हुन्छ। हर्के स्कुलको पढाइ र अरू एक्टिभिटीहरूमा एकदमै राम्रो हुन्छ। पछि गएर हर्केको बाले सधैँ मदिरा सेवन गरेर घरमा आउनुहुन्छ र आमालाई कुट्नुहुन्छ। बाउ भनेका जाँड खाएर मात्र हिँडिरहेको होला, छोरा भने गाउँ डुलेर फुर्सद छैन। सबै काम आफै गर्नुपर्ने। भनेर हुँदैन। घरको हालत के छ तिमीले कहिले हेरेको छौ? जहिले तैँले मलाई भन्ने नि तिमीले चाहिँ मलाई कुट्न हुन्छ। तैँले आफ्नो बुढालाई गर्ने बेलाले हो। अनि तब तैँले यो सिकाएर आइसस् त? फेरि के गर्न आँट्यो यो चढिया? तैँले त आज भिक्कस लगाउँछौ छोड्न। छैन नगर नबस् मेरो अगाडि। तिमीहरू बाउ छोराकै मेरो अगाडि नबस्। जा उता। म त जान्छु। तिनीहरूसँग त मलाई बस्नु पनि छैन। बा, ए बा, आमाले के के भयो? हो फेरि? आमाले के भयो? तेरो आमाले आज मसँग न्यु खोजी ठुल्ठुलो कुरा गरे। त्यही भएर तेरो आमालाई मैले आज झपझप लगाइदिएँ। जस्तो छोरा त्यस्तो आमा, त्यस्तै आमा त्यस्तै छोरा भइसक्यो। तेरो आमाले तँलाई राम्रो संस्कार दिएनस्। जा तेरो आमासित। मैले पनि सम्पत्ति त खाएको हो नि। दिनदिनै घरको कलहले हर्केको पढाइ र मनोबलमा असर पर्छ र सधैँ निराश भइरहन्छ। अर्को घुमानेको परिवार हुन्छ। पहिला उनीहरूको आर्थिक अवस्था कमजोर हुन्थ्यो, तर पछि घुमानेको बा आमाले धेरै मेहनत गरे पनि धनी बन्छन्। ए बुढी, यता आइज त। हजुर बुढा, के भयो? के सल्लाह हो र? हाम्रो छोरालाई सहर पठाउनु पर्ने। होइन, के भन्नुभयो? छोराले किन सहर पठाउनु पर्यो? सहरमा राम्रो पढाइ हुन्छ त्यसैले। पढाइ त्यही गाउँमा भइहाल्छ नि। त्यस्तो नगर बुढी। अब हाम्रो यहाँ गाउँमा केही राम्रो व्यवस्था छैन, विद्यालय पनि राम्रो छैन। अब सहरमा त अब राम्रो राम्रो पढाइ हुन्छ त्यसैले। ए छोरा, यता आइज त। के भयो बुवा? किन बोलाउनु भएको? यता बस् त। के भयो? मेरो बाउले तँलाई सहर पठाउने रे, जान्छस्? ए कहाँ जानु म? मेरो त स्कुल पनि यही छ, साथीहरू पनि यही छ। अनि म मेरो आमालाई छोडेर कहाँ जान्छु र? त्यस्तो नगर्नु न छोरा। अब साथीहरू त उता सहरमा विद्यालयमा नि पाइहाल्छ नि। अब त्यहाँ राम्रोसँग पढाइ हुन्छ। मेरो
क्या फेरि नराम्रो साथीको सङ्गतमा गएर बिग्यो भने एक्लै हुँदैन नि क्या त्यस्तो एक्टिङ छ र त्यही राखेर पढाउँदा नि अब हाम्रो पनि सहर गएर पढ्ने त सपनै थियो अब छोरालाई भैली पढाउने ठुलो रहर थियो हुन्छ अब के गर्नु पठाउन त मन छैन छोराकै भविष्यको लागि हो अब मैले भन्दा त अब छोरा रिसाउँछ झस्किन्छ अब तै सम्झाइ हुन्छ ए छोरा घुमाने यता आएछ त के भयो यता बस्छ के भयो सहर जाँदा छोरा नजाने भनेको ए छोरा यहाँ गाउँमा पढेर केही होला जस्तो छैन सहर जा धेरै राम्रोसँग पढ ठुलो मान्छे बन्न छोरा ल अब तपाईँहरूलाई त्यही सही लाग्छ भने म भोलि जान्न नि त सहर आफ्नो छोरालाई गाउँबाट पढ्नका लागि सहरमा पठाउँछन् र त्यहाँको राम्रो स्कुलमा पढाउँछन् उमाले सहरमा आफ्नो एन्टीसँग बस्छ हर्केका बाले दाँत रक्सी खाएर आए पनि आमाले भने माटोको काम गरे तापनि आफ्नो छोरालाई राम्रो स्कुलमा पढाउनुहुन्छ हर्के र कुमारले योगिक स्कुलमा पढ्ने भएकोले राम्रो साथी हुन्छन् उनीहरू कक्षा 8 मा पढ्छन् एक दिन हर्के सधैँ निराश देख्छ भने कुमारले चञ्चल स्वभावको हुन्छ एक दिन उनीहरू स्कुल जाने क्रममा बाटोमा उनीहरूका साथीहरूले हुक्का जाँड रक्सी भेट ड्रग्स खाएर बसेका देख्छन् हेर त साथी मेरो त दिनदिनैको झगडा घरको झगडा चलेर कति अब पढ्न पनि मनै लाग्दैन हो र ए यिनीहरू त हाम्रो साथी होइन भने के गरी बसिरहेको होला दिनभरि यसले गर्दा स्कुल पनि जाँदैन क्या क्लास पनि बङ्क गरेर बस्नु जस्तो छ खै त्यस्तै लाग्यो त्यही दिन त उनीहरू घर फर्किँदा फेरि पनि देख्छन् ए आज कति हो मम्मीको कस्तो पढ्न पनि झ्याउ लाग्छ यो कति पढ्नु पर्ने कस्तो सुन्दा पनि वाक्कै लागिसक्यो स्कुल छुट्टी भएपछि हातमा घट्ट लाग्यो हात पनि यस्तो पढाइ गर्नु पनि हेर हेर साथी हामी त राम्रोसँग पढ्नुपर्छ यस्तो कुलतमा फसेर राम्रो काम गरेर हिँड्नु हुँदैन है हो नि त्यो त हिँड्नकै साथीहरू होइन एकैछिन आएर त ओइ सुताने हत्ती आएपछि एकचोटि ओइ साथी एकचोटि आउन एकचोटि जान न बोलाए साथी जानु हुँदैन हामीलाई यस्तो जानलाई पनि
भएन र भन त भाइ म यता स्कुल आउने बाटोमा मेरो दाइ चुरो रक्सी गाजा खाएर माथिको बसिरहेको छ साथीहरूसँग बसेर नाच्छु मेरो दाइको नाम हर्के हो मान्छे आत्मा पर्छ साथीहरू पनि छ उसँग घुमाने दाइ हर्के दाइको साथी हो उहाँ पनि हुनुहुन्छ मलाई देखाउनु तिनीहरू अझै देख्नु होला होइन तिनीहरूलाई कस्तो आनन्द है हामी त यस्तो नाच्दै रमाइलो गर्दै बसेको छ म्याम के खाएर बसेको नि मैले नाचेर मात्रै बसेको म्याम नाचेर बसेको कहिले कपाल देखिसक्यो हर्के तिम्रो पछाडि त्यो मैले के बनाइदेऊ अफ पनि देऊ हिँड्रो हिँड्रो ताप तिमीहरूको आफ्नो बुवाले तिमीहरूलाई कति मिहिनेत गरेर पढाइराख्नु भएको छ तिमीहरूलाई थाहा छ थाहा म्याम थाहा छ भने यहाँ यसरी बस्ने हो तिमीहरूसँग तिमीहरूको मम्मी बाबासँग मलाई कुरा गर्नु छ हर्के भोलि तिम्रो मम्मी बाबाले मसँग कुरा गर्न लिएर आऊ है कुमारी तिमी कोसँग बस्छौ आन्टीसँग आन्टीसँग भयो आन्टीलाई बोलाएर आऊ भोलि है अहिले तिमीहरू घर हो काम छ तिमीहरूको मम्मीलाई पनि फोन गर त्यो पनि देऊ त कुमारीमा प्रिन्सिपल म्यामले हर्केको आमा र कुमारीको आन्टीलाई छलफलको लागि अफिसमा बोलाउनुहुन्छ नमस्ते गर्नुपर्ने थियो नमस्ते ए दिदी भिनाजु नमस्ते कति बेला आउनुभएको म्यामले बोलाउनु भएको थियो त्यही भएर आएको नि ए आउनुहोस् न बस्नुहोस् त तपाईँ गुमानीको मम्मी बाबा हो तपाईँहरूसँग एउटा कुरा गर्नुपर्ने थियो आउनु भयो राम्रो गर्नु पहिला म हाम्रो स्कुल गर्छलाई बोलाउँछ त्यसपछि कुरा छलफल गरौँ न नि है अब दिदी भिनाजु नि आउनुभयो मेरो घरमा नि काम छ म जान्छु है अहिले बिस्तारै जाऊ नानी अहिले पछि आउनु नि नमस्ते नमस्ते हेलो रामेलाई एकचोटि हाम्रो स्कुल नर्सलाई मेरो अफिसमा बोलाइदिनु न है नमस्ते म्याम हजुरले बोलाउनु भएको हो हजुर म्याम आउनुहोस् न बस्नुहोस् उहाँ चाहिँ हाम्रो स्कुलको नर्स है तपाईँहरूसँग एउटा कुराकानी गर्नुपर्ने थियो तपाईँको छोराको मानेर हर्के चाहिँ साथीहरूको लैजाइमा लागेर कुलरमा बसेको छ स्कुल पनि नआउने दार रक्सी चुरोट हिट गरेर बसिरहेको छ स्कुल आउँदै आएको छैन होला होमवर्क गरेको छ त्यही कुरा भन्नुलाई तपाईँहरूको कुराको होइन होला प्रिन्सिपल म्याडम हाम्रो छोराहरू त त्यस्तो छैन तपाईँहरूबाट केही गल्ती भएको ए हाम्रो कुमारीले एकदम सोझो छ स्कुल चुरो रक्सी नि खाँदैन छैन अब हामीलाई पनि हाम्रो विद्यार्थीको सबै राम्रो लाग्छ सबै सोझो लाग्छ होइन तर मैले हिजो आफै हेर्नु गएको थिएँ उनीहरूलाई उनीहरू त्यहाँ के भेटा चुरोट बेद तपाईँहरूलाई देखाउनलाई नै गएको त्यसो भए हाम्रो छोराहरूलाई बोलाउँ न त एकचोटि बोलाएर कुरा गरौँ है हेलो भाइ एकचोटि कुमारी र हर्केलाई कक्षा आजबाट बोलाइदिनु न है मेरो अफिसमा अनि तपाईँहरू विद्यालयमा यस्तो हुँदा कति हेरेर बस्नु पर्छ होइन अब हामीले भनेको विद्यालयसम्म हेर्ने हो विद्यालयभन्दा बाहिर अब कोसँग सङ्गत गरिरहेछ के गरेछ त्यो हामीलाई थाहा भएन नि आउनु हेर्नुहोस् त उहाँहरूको हालत
भनेर मालिकले के गरेर त्यसरी हात हाल्नु तपाईँहरूले मानेर उहाँहरूलाई केही हुँदैन उहाँहरूले समाधान पर्यो नि त यही कुरालाई समाधान गर्न त तपाईँहरूले हाम्रो लागि कुराकानी काम त्यस्तो गऱ्यो भन्दैमा सार्वजनिक ठाउँमा पैसाहरूले किन हुँदैन है त्यसरी नहुनु तपाईँहरूले पूर्वजलाई अनि ड्रग्सहरू खाने त्यस्तो गरेर बिग्रिसकेको छ अझै गएर हस्पिटलले छलफल गर्नुको लागि बोलाएको हो अब के गर्नु त हाम्रो छोरा त बिग्रिसक्यो अब त्यो त धेरै नै बिग्रिसकेको छ दुईजना तपाईँहरूले के गर्ने सफा गर्नु न मालिकलाई त अब सुधार्ने हाल्नु मालिकलाई सुधार्ने हाल्नु हुँदैन तपाईँहरूले त्यही विचार गर्नुभएको छ भने हुन्छ नभए तपाईँहरूले आफ्नै निगरानीमा पनि राख्न सक्नुहुन्छ हामीले चाहिँ के गर्ने होला हाम्रो त घरको स्थिति पनि कमजोर नै छ तपाईँहरूले के भन्नु न त्यसो भए ठिकै छ नि त तपाईँले कहाँ जान्छ के गर्छ घरमा कतिखेर आउँछ बेलुका छिटो आउँछ कि आउँदैन त्यो चाहिँ तपाईँहरूले राम्रोसँग हेर्नुहोस् स्कुलको वातावरणभित्र स्कुलको गेटभित्र आइसक्यो भने हामीले चाहिँ हेर्छौँ है अनि तपाईँहरूले स्कुलभन्दा बाहिर कसँग सङ्गत गर्छ कस्तो छन् साथीहरू सबै कुरा हेर्नुहोस् है हुन्छ अब त्यसै गर्नु पर्यो हुन्छ अब लानु भयो तपाईँहरूको छोरालाई तर तपाईँहरूले के समस्या पऱ्यो भने चाहिँ तपाईँहरू आउनु सक्नुहुन्छ हामी पनि सक्दो प्रयास गर्छौँ है हुन्छ जुन छोरालाई आर्थिक अवस्था कमजोर भएको कारण हर्की आफ्नो आमासँग घरमै फर्किन्छ उमानेलाई चाहिँ आमाबाले सुधार केन्द्रमा पठाउँछ हर्की बिरामी जस्तै देख्छ अर्को दिन आमाले पक्कै फुल्याई स्कुल पठाउँछिन् हर्के बाबु छोरा के भयो तँलाई आमा मलाई अलिक सन्चो छैन आज किन के भएर अघिसम्म त केही भएको थिएन आमा आज अलिक खै गाह्रो भइरहेछ किन गाह्रो भयो बाबु आमा मलाई पैसा दिनु न आमा किन पैसा छैन बाबु तँलाई मलाई कफी किन्नु पर्यो कि आमा पैसा मसँग चाहियो अहिले पैसा छैन हेर छोरा म तँलाई भरे बेलुका लिएर आइदिन्छु नि हुँदैन अहिले स्कुल जा है हुन्छ आमा जा ल हुन्छ हर्कीलाई ड्रग्स एकदमै खाउ लाग्छ उसँग पैसा हुँदैन त्यसैले घरमा आमासँग पैसा माग्छ तर आमाले पैसा दिनु हुँदैन ओइ गाजा हालेन अर्को दिन हर्कीलाई एकदमै डाल र साथीहरूसँग ड्रग्स माग्न जान्छ ओ साथी मलाई पनि थोरै मात्र ड्रग्स देऊ न पैसा ल्याउन सकिने छैन साथी पहिला पैसा लिएर आइज पहिला त पैसा नभइकन दिन्थ्यो अहिले चाहिँ के भयो पहिला थियो र पो दियो अहिले छैन पहिला पैसा लिएर आइज अनि हेर्न आइज साथी देऊ न थोरै कतिको फ्रीमा दिन्छ छैन
हामीले दिएको भनेर नभने फेरि कसैलाई पैसा लिएर आइज जाने निकालिज हर्केकी आमाले आफ्नो गहना बेचेर खाएको थाहा पाउँथे। होइन मैले चाहिँ यो सुन कहाँ राखेछु अब बुढा पनि बिरामी भइहाले उसको औषधि किन्ने पनि पैसा छैन यही सुन भयो भने अब बेचेर औषधि किन्नु पर्ला कहाँ चाहिँ राख्नु यहाँ त छैन पक्कै पनि त्यही हर्केले लिएर गएको हुनुपर्छ बिहान सोध्दै थियो सुन कहाँ छ भनेर स्कुल जान्छु भनेर गएको अब त त्यसलाई स्कुलमै गएर पार्छु नमस्ते प्रिन्सिपल म्याडम नमस्ते आउनुहोस् बस्नुहोस् न के भयो हाम्रो छोरा हर्केले त फेरि ड्रग्स खानको लागि घरको सुन चोरेर लिएर गएछ फेरि सुन चोरेर लगेर खानको लागि त्यो त भएन नि कुराको छलफल गर्नुपर्छ पछि गाडीलाई पनि बोलाउँछु तपाईँको छोरालाई पनि बोलाउँछु अनि सँगै बसेर कुरा गर्नु है हेलो रामुलाई एकचोटि स्कुल नर्सलाई र हर्केलाई मेरो अफिसमा पठाइदिनु है कहिले चोरेको नि आज बिहान खोज्दाखेरि चाहिँ मैले भेटेन नमस्ते म्याम बोलाउनु भएको हजुर म्याम आउनुहोस् त बस्नु हर्केले त आमाको सुन चोरेर खाना भइसकेको थियो त म्याम सुन चोरेर पनि खाना भइसक्यो आउँछ तिमीले आमाको सुन चोरेको हो साँचो साँचो भने आमाले के भन्दै हुनुहुन्छ यहाँ अझै ढाँट्छस् होइन नभन् कहिले कुनै भेट्छस् अझै पनि होइन भन्छस् डरानी भन् मैले सुन चोरेको हो कि होइन अझै होइन भन्छस् डरानी भन् भनेको अझै होइन भन्दा घरको सुन चोरेर खान्छस् अहिले तिमी यसरी हात चाउन चाहिँ मिल्दैन है तपाईँले पिटेर के समस्याको समाधान हुनेवाला चाहिँ छैन होइन यो कुरा त अब हामी सबै गराउँदा यो कुरा त अलिक बढी नै भयो है अर्कै सुन चोरेर खान थालेपछि तपाईँलाई के गर्ने होला त्यो त अब सुन्दिँदैन होला के तिमीले सुन चोरेर खाएको हो कि होइन हो किन खाएको त अनि मम्मीको सुन चाहिँ चोरेर खान्छन् त मलाई धेरै गाह्रो हुन्छ नखाएपछि भित्रबाट कस्तो के खाम हुन्छ पुरै शरीरहरू दुख्न थाल्छ झम्झमाउन थाल्छ त्यसको लागि कति गराउँछ त्यस्तो गर्नु हुँदैन तिमीले कुरालाई फस्नै नहुने थियो फसिसक्यो फस्यो भने अब त्यसलाई सुधार्नु भयो त्यो व्यक्तिलाई धम्काउन बढी गर्दै जानु हुँदैन नि त मलाई छोड्न त मन लाग्छ जति कोसिस गरे पनि मैले छोड्नै सक्दैन त्यसको लागि मैले के गर्न सक्छु र हेर तिम्रो बाबाले पनि जाँड रक्सी खाएर सबै सम्पत्तिहरू सघाइसक्नुभयो आमाले कति दुःख गरेर तिमीलाई राम्रो स्कुलमा पढाउनु भएको छ तिमीले त्यसरी खान हुँदैन कस्तो करोडपति पनि अहिले रोडपतिमा आउने अवस्था भएको छ अनि हत्या हिंसा बलात्कार जस्ता कुराहरू धेरै भएको छ यो ड्रग्समा लागेर त्यो चाहिँ तिमीले खान हुँदैन है कोसिस गरे पनि म सक्दैन त तिमी सक्दैनौ म जस्तो भन्छु त्यसो गर्दै जाऊ अनि सक्छ है यता हेर त यो के हो यो रुख जस्तो छ हो यो एउटा रुख हो रुखलाई चाहिँ बाहिरबाट हेर्दा कति राम्रो छ भित्रभित्रै धमिराले खाइसकेको छ है हाम्रो शरीर पनि त्यस्तै हो ड्रग्स खायो भने हाम्रो शरीरलाई भित्रबाट धमिराले खाए जस्तै ड्रग्सले खाइसक्छ अनि पछि गएर हामीलाई कतिखेर के हुन्छ थाहै हुँदैन सम्पत्ति पनि सकिन्छ तिमी मात्रै सकिँदैन तिम्रो परिवार पनि सकिन्छ त्यस्तो गर्नु हुँदैन है त्यसो भए म तिमीलाई 6वटा कुरा भन्छु तिमीले ध्यान दिएर सुन है तिमीले चाहिँ आफ्नो दिमागलाई क्लियर सोच्नको लागि ट्रेनिङहरू दिनुभयो त्यसको लागि तिमीले किताबहरू पढ्ने आफूलाई मनपर्ने गेमहरू खेल्न सक्छौ फुटबल मात्रै नभएर तिमीलाई जुन गेम खेल्न मन लाग्छ त्यो गेम चाहिँ तिमीले खेल्न सक्छौ है अनि अर्को रहेको छ तिम्रो जीवन सधैँ त सहज हुँदैन सरल हुँदैन एउटा सुन्दर पुतली बन्नको लागि पनि सबैलाई डरलाग्दो झुसिसिरा पनि हुनुपर्छ भने हाम्रो त जीवन हो जीवन त एकदम दुःख हुन्छ तलमाथि हुन्छ त्यसलाई चाहिँ जस्तो सुकै परिस्थितिमा पनि लड्न सक्नुभयो है अनि अर्को रहेको छ तिमीलाई रोजाइने कुराहरूमा चाहिँ फोकस गर्नु हुँदैन तिमीले ड्रग्सहरू रक्सी जाँड चुरोटहरू त्यस्तो खाएर तिम्रो जिन्दगी बन्दैन तिमीले जे काम गर्छौ तिम्रो भविष्य राम्रो होस् भन्नको लागि गर्नुपर्छ है
भनेको चाहिँ तिम्रो पहिला के भएको थियो र अहिले के भइरहेको छ अनि भोलि के हुन सक्छ त्यसलाई चाहिँ मध्यनजर गर्दै तिमीले आफ्नो समस्यालाई हटाउन सक्छौ है। जसमा चाहिँ तिमीले चाहिँ जाँड रक्सी ड्रग्सहरू खानु हुँदैन भन्ने कुरा तिमीलाई थाहा छ नि त। अनि तिमीले अहिले खाइरहेको छ अनि तिमीले थाहा छ भने त्यसलाई चाहिँ हटाउन सक्छौ, आफ्नो गल्तीलाई सुधार्न सक्छौ, ताकि पहिलाको गल्तीलाई सम्झेर रोएर बसेर मात्रै हुँदैन है। अनि अर्को भनेको छ कति कुरा चाहिँ बुझ्नु पर्यो। कति कुरा बुझ्दै भन्नाले तिमीले अहिले के गरिरहेको छ त्यो राम्रो हो कि होइन, अनि तिमीले कस्तो साथीसँग सङ्गत गरेको छ त्यस्तो गर्नु राम्रो हो कि होइन भनेर तिमीले आफ्नो तथ्य कुरा चाहिँ बुझ्नुपर्छ है। जस्तै तिमीले अहिले ड्रग्स खाइरहेको छ, त्यो ड्रग्सलाई चाहिँ तिमीले खाइरहेको ठिक हो कि होइन भनेर चाहिँ तिम्रो आफ्नै मनले चाहिँ यसलाई परिकल्पना गरेर यो खाना हुन्छ कि हुँदैन भन्ने बारे आफैसँग छलफल गरेर अनि यस्तो नराम्रो काम चाहिँ गर्नु हुँदैन, छोड्नुपर्छ है। हेर्नुहोस् होइन, हाम्रो पालोमा स्कुल नर्स भन्ने हुँदैन थियो, हामीले आफै आमा बुवाको दुःख बुझेर यहाँसम्म आएको हो। तपाईँहरूलाई कति फ्यासिलिटी छ, अहिले स्कुल नर्स हुनुहुन्छ होइन, तपाईँहरूलाई केही समस्या पऱ्यो भने तपाईँहरू यहाँ आउन सक्नुहुन्छ, उहाँलाई भन्न सक्नुहुन्छ, उहाँले मद्दत पनि गर्नुहुन्छ। अब हर्के सुन त यहाँ स्कुल भनेको सागर जस्तै हो है। सागरमा कति पानी हुन्छ, हामीले जति पानी दिए पनि त्यो सागरको पानी घट्छ त घट्दैन नि होइन। अब जति पानी हुन्छ त्यो तिम्रो आफ्नै हुन्छ है। त्यसरी नै स्कुल पनि एउटा ज्ञानको सागर हो है। हाम्रो स्कुलले दिनु भनेको तिमीलाई ज्ञान हो, हाम्रो काम भनेको दिने मात्र हो। कति दिन्छ भने चाहिँ तिमीमा निर्भर हुन्छ, बुझ्यौ बुझ्यौ नि बुझेन हो। अब तिमी क्लासमा जाऊ होइन, राम्रोसँग पढ, तर तिमीलाई अब स्कुलभित्र केही प्रब्लम छ भने केही खेलकुदको पढाइको केही प्रब्लम छ भने तिमी यहाँ आउन सक्छौ, हामीलाई भन्न सक्छौ है। हामी त्यो समस्याको समाधान फिर्ता गर्दा है। अहिले त म्यामसँग पनि अब घर जाँदा भयो होइन, अब उसलाई पनि गालीहरू नगर्नुहोस्, अनि हामी सरसल्लाह दिएको छौँ होइन, त्यो पनि राम्रोसँग सुनिदिनुहोस्, स्कुल सङ्गतको सँग छ कस्तो छ त्यो पनि याद गरिदिनुहोस् है। अनि केही प्रब्लम भयो भने चाहिँ तपाईँ आउन सक्नुहुन्छ है। तपाईँले पनि उसलाई ड्रग्स गर्नको लागि माया दिनुपर्छ, सपोर्ट गर्नुपर्छ, गाली गरेर रिसाएर कुटेर केही पनि हुँदैन। उनीहरूलाई झन् मानसिक असर पर्छ, उनीहरू रिसाएर झन् धेरै खाने हुन्छ। अनि हजुरहरूको सपोर्ट नै चाहिन्छ है। विद्यालय नर्सले अब हर्केलाई विशेष निगरानीमा राख्नुहुन्छ। एकै दिन ठिक भए जस्तै हुन्छ, तर कतिपय दिन पहिलाकै बानी हुन्छ। हर्केले फेरि पैसाको लागि आफ्नो आमालाई धम्की दिन थाल्छ। आमा आमा मलाई पैसा दिनु न। किन चाहियो पैसा मलाई? आमा मलाई पैसा दिनु न, कफी किन्ने भनेको होइन अस्ति। अहिले मसँग पैसा छैन, अहिले मसँग नमा। अनि हजुरको पैसा छैन भन्दा मेरो पढाइमा असर पार्नु भएन नि आमा। फेरि नै जाँड खानालाई तैँले पैसा मागेको होला होइन? होइन, अझै होइन भन्छ। मलाई पैसा दिनु छिटो। छैन मसँग पैसा, मसँग नमाग। मलाई पैसा चाहियो जसरी भए पनि। मसँग छैन। कि त मलाई पैसा दिनु, कि त भने कि त म भन्छु आफू, कि त अरूलाई माग्छु जसरी भए पनि। अरूलाई किन माग, मलाई नै माग। घरको बाउ छोराले त मलाई त नपाक्नु न गर्नु बनाइसक्यो नि। एउटा भने जाँड खाएर आएर तैँले मलाई पुग्छ त भने मरेर मारेको धम्की दिन्छ। मसँग पैसा छैन, नमाग जाउँछ। पक्र तिमीलाई पक्र छोडो त। यस्तो छ के भन्नु, मलाई नै दोष दिनु। आफ्नै बुढो र छोरो त त्यस्तो छ, जाँड खाएर आएर जहिले मलाई हुन्छ। घरको काममा सबै आफै गर्नु, यता पनि आफै उता पनि आफै। मलाई त अब यिनीहरूसँग बस्नु पनि छैन, म त मरिन्छु गर्छु। पछि गएर उसको घरमा खानालाई खाना पनि नभएर भोकै बस्नुपर्ने अवस्था हुन्छ। यो सबै सहन नसकेर हर्केकी आमाले यो संसार त्याग्नुहुन्छ। अब घरमा त अरू केही छैन, यही समारे दबाई मात्र छ। अब यही भयो नि, खाएर नि मर्नु पर्ला। म त वाक्कै भइसक्यो, म त अब त यिनीहरूसँग बाँच्न सक्दिनँ। बुढी
हजुर बा के भयो तँलाई किन नबोलेको मैले गर्दा मेरो आमा मरिन् मैले लाग्नु बगाएर नखाएको भए मैले मेरो आमाको सुख नजरेको भए दुःख नदेखेको भए मेरो आमा अहिले मर्नु अब भयो छोरा पढ्नु जे नहुनु थियो त्यो भइहाल्यो अब तैँले चिन्ता नगर तँ अब बिग्रेर हिँड्नु हुँदैन छोरा अब तँ सुधार्नुपर्छ तैँले राम्रो गर्नुपर्छ बहिनीलाई पनि साह्रै भोगाए रे पहिला तँलाई किचनमा अलिअलि काम गर्न आउँथ्यो नि है किचनमा केही खानेकुरा होला बहिनीलाई पनि भेज तँ पनि खान्छ छोरा फर्केर आफ्नो होसमा आउँछ फर्केर होसमा आउँदासम्म उसले आमा गुमाइसकेको हुन्छ आफ्नो मामुको कारण बुवाकै भनेर आफूलाई खोज्न थाल्छ र उसले रक्षण गर्छ पछि बुवाको स्वास्थ्य र बहिनीको भविष्य सम्झेर बुवा उसुक्रिन खोज्छ र मेहनत गरेर पढ्छ बाको मानुको काममा पनि हात बढाउँछ कक्षा 9 र 10 राम्ररी पास गरेर डक्टर बन्ने सोच गर्छ खुब मेहनत गरेर डक्टर पढ्नुको लागि छात्रवृत्तिमा नाम निकाल्छ र सफल हुन्छ र ऊ डाक्टर पनि बन्छ बाको राम्रोसँग उपचार गर्छ र बहिनीलाई पनि नर्स बनाउँछ अर्कोतिर बिमारी पनि सुधार केन्द्रबाट राम्रो भएर आइसकेको हुन्छ र कुमारी र हर्के बाटोमा भेट्छ म त मेरो बुवाको बिजनेस सम्हालेँ अनि तिमी म चाहिँ डक्टर भइसकेको छु अहिले अनि आफू जस्तै अरू बालबालिकाहरू चाहिँ यस्तो कुलतमा नफल्छुन् अनि मैले जस्तै मेरो आमा अरूले गुमाउनु नपरोस् भनेर चाहिँ यस्तै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने एउटा संस्था खोलेको छ तिमी पनि त्यसमा आबद्ध हुन सक्छौ नि हुन्छ नि त म पनि सहभागी हुला नि त भइहाल्छ नि आफूले यस्तै रातो पदार्थ नखानु भनेर चाहिँ जनचेतनामूलक कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै गर्नुपर्छ है साथी धन्यवाद उनीहरूको जीवन पछि गएर राम्रो हुन्छ उसले आफ्नो भविष्य जति राम्रो गरे पनि भगवान रूपी आमाको सदा अभाव भइरहन्छ हर्केर गुमारेको जस्तो अवस्था कोही कसैको जीवनमा नआओस् समयमै सचेत रहनुहोस् हजुरहरूको उज्जवल प्रगतिको कामना सहित उज्जवल भविष्य